नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धुवाधार भाषण गर्दै बिहिबारको संसदमा भने, सभामुख महोदय, बाँदरले मेरो क्षेत्रका जनताले सुकाउन झुन्ड्याएका बालबच्चाका कपडा समेत चोरेर लगे। बाँदरको समस्या कानुनी रूपमा भए पनि 7 दिनभित्र समाधान हुनु पर्यो, भएन भने संसद अवरुद्ध गरिदिन्छौँ। एकपटक उनको कुरा सुनिए। समस्या हुन्छ, तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति सभामुख महोदयलाई, यो सरकारलाई म ध्यान आकर्षण गर्न चाहन्छु। अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने? यस चाहिए कानुन होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि सबै सदस्यहरूले यस बारेमा कुरा उठाउनुहुन्छ, यो सदन चल्न गाह्रो हुन्छ। सभामुख महोदय, त्यसले गर्दाखेरि म सरकारलाई 7 दिनमा यसको जवाफ दिनका निम्ति आग्रह गर्छु। बाँदरको आतंक विकराल छ, सांसद राईको कुरा जायज छ, तर दुनियाँमा त्यस्तो के प्रविधि, टेक्निक, औषधि वा कानुन छ त जुन प्रयोगमा ल्याउँदा 7 दिनमा बाँदर समस्या नियन्त्रणमा आउँछ? अहिलेको सरकार चैत 13 मा गठन भएको, बाँदरको समस्या चाहिँ उहिलेदेखिको, एमाले काङ्ग्रेस माओवादीहरू सत्तामा हुँदादेखि र त्योभन्दा अघिदेखिको। सांसद राईले कानुनी रूपमा भए पनि बाँदरको समस्या समाधान हुनुपर्छ भनेका छन्। यदि त्यस्तो कुनै कानुन संसदबाट पास गरिदिँदा बाँदरहरू नयाँ कानुनबाट तर्सेर मानव बस्ती खेतबारीमा पस्दैनन् भने हाम्रो विनम्र अनुरोध छ, त्यस्तो कानुन जारी गर्न विधेयक तत्काल संसदमा दर्ता गरियोस्। जारी भएका कानुनको अधीनमा विवेकशील भनिएको मान्छे त बस्दैन भने संसदबाट कुनै कानुन पास भयो भने त्यसको अधीनमा बाँदरहरू बस्छन् होला र? अनि सरकारले के गरिदियो भने 7 दिनमा बाँदर आतंक बन्द हुन सक्छ, त्यसको उपाय पनि सांसद राईले दिएको भए उत्तम हुने थियो। नेपालमा मान्छेले मच्चाएको आतंकवादी क्रियाकलाप त शान्त हुन 10 वर्ष लाग्यो भने बाँदरले मच्चाएको आतंक 7 दिनमा चाहिँ कसरी शान्त हुन्छ होला र माननीज्यू? बाँदरको आतंक अन्त्य गर्न कसैले बाँदर मार्नुपर्ने, कसैले बाँदरको बन्ध्याकरण गर्नुपर्ने, कसैले जङ्गलमै फलफुलको बिरुवा रोपिदिनुपर्ने तर्क गर्छन्। बाँदर मार्नुपर्छ भन्नेलाई कटाक्ष गर्दै बजरङ्गबली हनुमानको वध गर्न मिल्छ भनिन्छ, बन्ध्याकरण गर्नुपर्छ भन्नेलाई 3 महिने सुई मात्रै दिने कि भनेर कमेडी गरिन्छ। जङ्गलमै फलफुलका बिरुवा रोप्नुपर्छ भन्ने निन्जा टेक्निक चाहिँ माटो पार्टीको, यो टेक्निक झन् बेकारको, किनभने फलफुल खान पाउँदा बाँदरको सङ्ख्या अझै बढ्छ। पहाडी गाउँका मानिसहरू बसाइसरेपछि जङ्गल बढ्यो, बाँदरहरू पनि बढे, यसबाट बाँकी रहेका मानव बस्तीमा बाँदरको फौजले धावा बोले। बाँदरको उत्पातको सटकट कारण यही नै हो, तर सहरमा बसेर विगतका सरकारहरूको काखमा लुटुपुटु गरेर यो देश खरानी पार्नेहरूको हिसाब यहाँ कसैले पनि गरिरहेको छैन। म आज केही त्यस्ता पात्रबारे चर्चा गर्दैछु जसले काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूको संरक्षणमा यो देश तबाह पारे। यो धरती फाटोस् कि आकाश खसोस्, यी पात्रहरूको एक्लो मनसुवा चाहना र बिना कसैको संरक्षण यस्तो गरे भनेर म पत्याउनेवाला छैन। सबैभन्दा पहिले सुरक्षण मुद्रा केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई हेर्नुहोस्। यी विरुद्ध 8 वटा मुद्दा दर्ता भइसकेका छन्। सम्पत्ति शुद्धिकरणको मुद्दा पनि दर्ता छ, विदेशी विनिमय अपचलन, हुन्डी, भ्रष्टाचार, गैरकानुनी आर्जन, गैरकानुनी लाभ हानि समेत गरेर विकल विरुद्ध राज्यले 456 करोड बिगो माग गरेको छ। एउटा व्यक्तिले यति ठुलो हिनामिना गर्दा के उसले सरकारमा बसेका बेइमान नेताहरूको संरक्षण स्वीकृति बिना नै यो सबै गरेका थिए होला नि त? त्यही भएर मैले भनेको आकाश खसोस् कि धरती फाटोस्, म यो पत्याउँदिन कि विकल पौडेललाई यो हदको राज्य लुटमा छुट दिनेहरूले यस्तो सुविधा आफूले 1 रुपैयाँ पनि नलिदिएका थिए। अब यिनकै सहोदर दाजु सुनिल पौडेलको करतुत सुन्नुहोस् दर्शकहरू। 7 मुद्दा 77 करोड बिगो। यी दुवै दाजुभाइलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउबा, केपी ओली, मन्त्रीहरू ज्ञानेन्द्र बहादुर कार्की, गोकुल बास्कोटा आदिले नियुक्ति र संरक्षण दिएका थिए। यी दुई दाजुभाइ भन्दा पनि भयानक अर्का यी पात्र हेर्नुहोस्। प्रदीप अधिकारी, गैरकानुनी लाभ हानि, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, सङ्गठित अपराध, एकीकृत कसुर गरी यी माथि झन्डै दर्जन मुद्दा छन्। मान्छे जेलमा छन्, अस्ति अदालतमा उपस्थित गराउँदा त्यही ढले छन्। यिनी माथिको बिगो 1257 करोडको छ। यिनलाई तत्कालीन नेकपा एमाले, नेकपा यसले पैसा खाएर नागरिक उड्डयन प्राधिकरणको निर्देशक बनाइएको थियो। पैसा खाएर नियुक्ति दिएको राज चाहिँ प्रेम आलेले संसदीय समितिमै खोलेका थिए। सुदन किराती पर्यटन मन्त्री हुँदा यिनलाई हटाउने प्रयास उनले गरेका थिए, तर प्रदीपले गङ्गा दाहाल मार्फत प्रचण्डसँग सेटिङ मिलाएपछि सुदन किरातीलाई नै पर्यटन मन्त्रालयबाट किक आउट गरियो। आफू विरुद्ध अख्तियारले छानबिन गर्न थालेपछि प्रमुख आयुक्त प्रेम राईको हत्या गर्न अधिकारीले उग्रवादी सङ्गठन खोलेका थिए। भारतीय तान्त्रिकहरू प्रयोग गरेर अरू आयुक्तहरूलाई पनि भस्म पार्ने, कालो बोको चढाउने, भूतप्रेत पिचासको पूजा पाठ गर्ने गराउने काम पनि यिनले गरेका थिए। यिनलाई नागरिक उड्डयन प्राधिकरणमा शेरबहादुर देउबा र नेकपा यसले लगेको थियो। दर्शकबिन, अब म 7 दिनभित्र बाँदर आतंक अन्त्य गर्न सरकारलाई चेतावनी दिने नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईलाई विनम्रतापूर्वक सोध्न चाहन्छु, यो देशमा वास्तविक आतंक बाँदरको छ कि तपाईँका पूर्वजहरूको छ त?
जेन्जी आन्दोलनमा संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनमा आगो लगाइयो। त्यो आन्दोलनमा सहभागी भएकाहरूलाई अहिले काङ्ग्रेस एमालेहरूले खरानी ग्याङको उपमा दिँदै आएको छ। आगजनीमा जो सहभागी भएका कतिपयहरू अहिले जेलमा छन्। सयौँमाथि मुद्दा छ। राज्यले ती कसैलाई पनि छाडेको छैन। सरकारी संरचनामा आगो लगाउने खरानी ग्याङ भन्दा सुनिल विकल र प्रदीप अधिकारीहरू कुन अर्थमा कम दोषी छन् त? अनि यी मानिसहरू भ्रष्ट हुन् भन्ने थाहा हुँदाहुँदै तपाईँहरूका नेताहरूले यिनैलाई पटक पटक नियुक्ति दिँदा पञ्चामृत मात्रै खाएका थिए भनेर हामीले कसरी विश्वास गर्नु? घोर आश्चर्यको कुरा के छ भने देशलाई खरानी बनाउने प्रचण्ड अहिले पनि भारतीय व्यापारीको बिजोग भयो भन्दै संसदमा आएर रुन्छन्। देश बर्बाद भयो भनेर आफूलाई आदर्शवान नेता हुँ भन्ने दाबी गर्छन्। शेरबहादुर देउवा त पक्राउको डरले नेपाल नफर्की विदेशमै लुकेर बसेका छन्। अर्को शब्दमा भन्ने हो भने देश छाडेर भागेका छन्। केपी ओलीका बारेमा थप केही भन्दिनँ, किनभने ओली बैमानीको मामिलामा देउवा र प्रचण्डका पनि काका हुन्। आउनु